हेलो हेलो ओइ राणा बान फेरि फोन गरिस् फोन राख यस्तो नचाहिँदो कुरा गर्न पाए हामी शिलान्यास गर्छौँ पूर्व पश्चिम रेल बन्दैछ उत्तर दक्षिण रेल बन्दैछ केरु काठमाडौँ बन्दैछ डीपीआर सकियो भारतबाट रक्सोलबाट काठमाडौँ नमस्ते केपी शर्मा ओलीज्यू केपी शर्माज्यू तपाईले धरारा बनाउनु भयो भन्छन् त मान्छेहरूले के हो साँच्चै कुरा धरारा बनाएको केपी ओलीले होइन इन्जिनियरले हो झुट नबोल्नुस् है तपाई इन्जिनियरले धरारा बनाउँदैन डकर्मीले बनाउँछ अनि तपाईले नेपाली जनतालाई के दिनुभयो तपाईको विपक्षमा बोल्ने तपाईको कमरेड साथीहरूलाई चाहिँ तपाई के दिन चाहनुहुन्छ प्रचण्डलाई के भन्न चाहनुहुन्छ त प्रचण्डजीको अहिले यस्तो हालत देख्दा तपाईलाई कस्तो लाग्छ लाज लाग्दैन गोरु नाङ्गो देख्दा मलाई लाज लाग्दैन अनि माधव कुमार नेपाल चाहिँ माधव नेपालजीको सम्बन्धमा त मलाई खास टिप्पणी नै गर्नु पर्ने छैन किनभने उहाँ प्रचण्डको एउटा मामुली कार्यकर्ता हो अनि वास्तवमा केपी शर्मा ओलीले के गर्नुहुन्छ त भाषणमा तपाईलाई यस्तो चुटकिलाहरू भन्दा कस्तो महसुस हुन्छ अप्ठ्यारो पनि लाग्छ लाज पनि लाग्छ केपीजी अब चुनाव हुँदैन त चुनाव हुँदैन भनेर त्यसै हामीले मासु खान नपाउने भयो है अनि केपी शर्मा ओलीजी तपाई आज हाम्रो कार्यक्रममा आएर कस्तो महसुस गरिरहनु भएको छ अपमान भयो मान पाइन मैले धन्यवाद सरकारमा पुगेका जेएनजी यस्ता जेएनजी लौरो टेकेर हिँड्ने जेएनजी सरकारमा पुगेको मलाई यत्रो दुनियाँले गाली गरेको छ सरापेको छ यो मध्य प्रदेशमा कोही बोक्सी छ भने कसैले मलाई लगाइदियोस् न बोक्सी लगाइदिए भयो यत्रो गाली गरेर किन हिँड्नु परेको छ र बोक्सी लगाइदिएको